जय श्री महाकालाधीश गुरु गुरुनाथ पशुपतिनाथ अब गुरुनाथको सम्पूर्ण शक्ति चाहिँ सम्पूर्ण मानव जीवनमा र हरेकको पशु प्राणी जीवजन्तुको जीवनमा कल्याण गर्नको लागि हो है। सम्पूर्णलाई चाहिँ महादेवजीले उद्धार गर्नु, सबैलाई प्रेम सद्भाव दिउन्, सद्बुद्धि दिउन्, सद्मार्गमा चल्नु। र मलाई चाहिँ कतिले मेसेज गरेर भन्नुभएको थियो भन्दाखेरि के भन्नुभयो भन्दाखेरि हामीले यो सिकेको तन्त्र मन्त्र ज्ञानको होइन, अब भनौँ न, अब भन्न त मैले नाम त तोकिने कसैको पनि, उहाँहरूले के भन्नुभएको थियो भन्दाखेरि हामीले बाणहरू छोड्दाखेरि, वज्रहरू चलाउँदाखेरि, अस्त्रहरू चलाउँदाखेरि किन चाहिँ लागेन, किन यस्तो भयो, के भयो भनिरहनु भएको थियो होइन। अब तपाईँहरूले पहिला गुरुले कस्तो, तपाईँको मेन त कस्तो गुरुले सिकाउनु भयो भन्ने कुरा हुन्छ। र अहिले के भएको छ भन्दाखेरि पैसाको लागि मान्छेले जसलाई पनि गुरु ज्ञान दिने भन्ने यस्तो नाममा, अब जो आफैसँग छैन उसले कसरी दियोस् त होइन, त्यसरी पनि बुझ्नुपर्ने हुन्छ। र कतिले नराम्रो भन्छन् होला, के भन्छन् त्यसमा मलाई कस्तो तापै लाग्दैन क्या। किन भन्दाखेरि हामी भनेको लोभ लाभ होइन, मोह मायाबाट बाहिरिनु पर्ने हुन्छ। हरेक साधकहरू त्यस्ता हुन्छन्, हरेक तान्त्रिकहरू त्यति शक्तिशाली हुनुपर्छ कि आफ्नो मनमा हरेक कुरा अरूले भनेको कसैको कुरा पनि नलाग्ने हुनुपर्छ क्या। मनमा चोट लिने नै होइन क्या, त्यो कुरालाई मनमा लिनु नै हुँदैन। तब तपाईँ असली साधक बन्नुहुन्छ, तब तपाईँ असली तान्त्रिक बन्नुहुन्छ, धामी बन्नुहुन्छ, झाँक्री बन्नुहुन्छ। र अहिले नेपालमा चाहिँ कस्ता खालका प्रविधिहरू चलिराखेका छन्, कसले के गरिराखेका छन् होइन, म त्यसलाई अब थोरै विस्तारमा भन्न चाहेँ। अनि तपाईँहरूले त्यो वज्रबाण चलाउँदाखेरि कसरी सिक्नुभयो भन्ने कुरा हुन्छ। सुरुमै तपाईँले अब कुनै जनावरमाथि प्रहार गरेर, अब गुरुले त भन्छन् नि त यो गर्नुपर्छ, यस्तो यो विधिबाट जानुपर्छ भन्नुहुन्छ। तर तपाईँहरूलाई कसैले पनि, कुनै पनि गुरुले सिधै जनावरमाथि आक्रमण गर्नु, त्यो मन्त्रतन्त्र प्रयोग गर्नु दिँदैन, कुनै रुख बिरुवाबाट प्रयोग गराउँछन् होइन। हामीले चाहिँ त्यसरी गर्छौँ र हाम्रो चाहिँ हुन्छ पनि सिधा कुरो। हामीले एकचोटि वज्र चलाइसकेपछि 3 दिनभित्र या 4 दिनभित्र त्यो रुख सुक्छ क्या। त्यसरी तपाईँहरू जोसुकैले पनि तन्त्र मन्त्र लिनुभएको छ भने ठिकै त्यसरी हुन्छ। र अनि अब तपाईँले बाण चाहिँ किन हान्नुभयो, बाण किन चलाउन खोज्नुभयो, त्यसमा पनि आधारित हुन्छ है। अब हामीले यो सिकेर बाण चलाउने, वज्र चलाउने, अरूलाई मार्ने, अरूलाई दुःख दिने, कष्ट दिने त्यो काम चाहिँ नगर्नु कसैले पनि। हामी मानव भएपछि अरू मानवको कल्याण गर्न सक्नुपर्छ। यो कस्तो बेलालाई चाहिन्छ भन्दाखेरि तपाईँको दुश्मनहरू जल्छन्, त्यो जल्न दिनु। र उनीहरूले तपाईँलाई प्रहार गरे भने त्यो बेलामा तपाईँले प्रहार गर्ने हो। अब तपाईँले आफूलाई ज्यान बाँधेर गरिरहनु भएको छ, उसको पनि वास्ता गर्नु भएन त्यो प्रहार भने तपाईँ जति शक्तिशाली यो संसारमा कोही हुँदैन ल, कसम के। म यो त्यस्तो गुरुहरूलाई चाहिँ प्रणामै गर्छु क्या। अरूको वज्रको सहेर पनि होइन, अब कति त बिरामी भएर पनि वास्ता नगरिदिन्छन् क्या। किन त भन्दाखेरि त्यसले एकतर्फी होइन, दुवैतर्फी घाटा गर्छ, नोक्सान गर्छ, नराम्रो गर्छ। त्यसैले मैले हरेक गुरुवाइनहरूलाई भन्न चाहेँ कि तपाईँहरूले मन्त्रतन्त्र दिँदाखेरि, आफ्नो साधकहरूलाई मन्त्रतन्त्र दिँदाखेरि एक तपाईँले सम्पूर्ण सिकाइसकेपछि एक दिन छुट्टै राखेर होइन, उसलाई सोध्नुपर्ने हुन्छ हरेक मन्त्रतन्त्र कुन कुराको त्रुटि भयो कि भएन। अब हरेकको मुखमा सरस्वतीको बास होस् भन्न चाहेँ मैले, किनकि साधकहरूको त्यो मन्त्रतन्त्र लिँदाखेरि, मन्त्रतन्त्र साधना गर्दाखेरि, तपाईँले जप्दाखेरि, सिद्ध गराउँदाखेरि चाहिँ तपाईँले अशुद्ध बोलिरहनु भएको छ, मन्त्र अशुद्ध उच्चारण भइरहेको छ भन्दाखेरि त्यो एकदमै नराम्रो हुन्छ है। तपाईँलाई नराम्रो हुन्छ, तपाईँको परिवारलाई नराम्रो हुन्छ, तपाईँको कुललाई नै नराम्रो हुन्छ, धेरै नराम्रो हुन्छ। र अनि अहिले चाहिँ मैले यति मात्र भन्न चाहेँ कि सबैले राम्रो चाहिँ सद्मार्गमा सिकाउनु होला, सद्मार्ग राम्रो बाटोमा सिकाएर छोड्नु होला भन्न चाहेँ। र तपाईँले पनि आफूले नै सिकेको मन्त्रहरू, हामी स्वयंले लिएको मन्त्रहरूको अहिले उच्चारण भनेको कस्तो हुन्छ भन्दा अशुद्ध नै छ क्या। मैले कतिको देखेको पनि छु, कतिको सुनेको पनि छु, सबैले सुनाउनुहुन्छ होइन। र त्यो किन यस्तो भयो भन्दाखेरि हाम्रो अब गुरु भनौँ न, परापूर्व कालदेखि चल्दै आएका जुन गुरुहरूले दिनुभएको ज्ञानहरू, अब महादेवले त स्वयं अब दिनुभयो होइन, पार्वती मातालाई दिनुभएको ज्ञानहरू अब त्यहाँबाट बाँडिँदा हुँदा यहाँसम्म आइपुग्दाखेरि अहिले मन्त्रतन्त्र त्रुटि भयो। कोही तलतिरको मासतिरको तलतिर होइन, छेउन टुप्पोको त्यस्तो भएको छ मन्त्रतन्त्रहरू। र यसमा चाहिँ अब हामी हरेक तान्त्रिकहरूले चाहिँ विशेष ध्यान दिने बेला आएको छ। के त हामीले यो संसारमा अब साँच्चै नै महादेव गुरुको यो मन्त्रतन्त्रलाई हामीले भुलेका हौँ कि यसलाई शुद्ध बनाउने कुनै विकल्प छैन के? त्यस्ता शक्तिशाली मन्त्रहरू अहिले यत्तिकै हावाभरमा हामीले यसलाई व्यवस्था गर्ने हो भने अब आउने भनौँ न भावी पुस्ताको लागि धेरै नराम्रो हुन्छ। किनकि हाम्रो भगवान भनेको हिन्दू सनातन धर्ममा कस्तो चलेर आएको भन्दाखेरि सबैलाई थाहा नै छ। र अहिले के भन्छ भन्दाखेरि इन्द्रजालमा पनि कति मन्त्रहरू त्रुटिहरू चाहिँ अशुद्ध छ क्या, मैले देखेँ है। अब सबै गुरुहरूलाई नै थाहा हुनुपर्ने कुरा हो यो। तपाईँले कसैबाट ज्ञान लिनुभएको छ भन्दाखेरि तपाईँले त्यो मन्त्र ठाउँको ठाउँ पानीमा प्रयोग गर्न सक्नुहुन्छ, अग्निमा प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले अब कुनै वस्तुमा
अब अग्नि बोलिरहेको छ नि, तपाईँले अब त्यो नकारात्मक शक्ति लिनु भएको छ भने त्यसलाई प्रयोग गरेर हेर्नुहोस्, त्यो हुन्छ कि हुँदैन। कि त ठाउँको ठाउँ निम्नु पऱ्यो, कि त ठाउँको ठाउँ धप हुनु पऱ्यो। पानी छ, अब केही कटौरामा राख्नु होइन, कुनै गिलासमा तामाको भाँडामा राखेर त्यो मन्त्र प्रयोग गर्नु। अब तपाईँले त्यो मन्त्र प्रयोग गर्दाखेरि त्यो पानी कि त मासतिर आउनु पऱ्यो, कि भित्र त्यो कुनै हल्लिने क्या तरङ्ग दिने खालको क्या त्यस्तरी काम्नु पऱ्यो। अनि त्यसलाई भनिन्छ असली मन्त्रतन्त्र। र अब हामी तान्त्रिकहरूले चाहिँ मेन गरी यसलाई चाहिँ विशेष ध्यान दिने बेला आएको छ मैले देखेको चाहिँ है। अहिले अब तपाईँले बाण कसैलाई हानिहाल्नु नि पर्दैन, बाण चलाइहाल्नु नि पर्दैन, किनकि हामीले यसलाई जगेर्ना गर्ने हो, राख्ने हो, जोगाउने हो। हाम्रो आउने भावी पुस्ताको लागि चाहिँ हामी सम्पूर्ण तान्त्रिक सङ्घ अहिले नेपालमा जुन सङ्घ नै खुलिसकेको छ, त्यसमा पनि अब तपाईँ के भएको छ भन्दा तपाईँले जाने उसले सिकाउनु, उसले जाने तपाईँलाई सिकाउनु त्यो होइन। सबैजना एक ठाउँमा बस्नु। तपाईँहरूको मैले के भन्न चाहेँ भन्दाखेरि 100% तान्त्रिकहरूमा नि लगभग 90% को मन्त्रतन्त्र एउटै हुन्छ र यति लेखेर थिएँ मैले। र त्यसमा शुद्ध अशुद्ध चाहिँ हामी आफैमा भर पर्ने कुरा हो। र त्यसलाई अब शुद्ध बनाउने जिम्मा हामी तान्त्रिकहरूमा नै छ, हामी धामी झाँक्रीहरूमा नै छ है। तपाईँहरूले चाहिँ अब त्यसलाई विशेष ध्यान दिनुपर्ने छ। जय महाकाल। आदेश गुरु गोरखनाथ।